Hello and namaskar. Welcome to KTM Real Estate Nepal. आज फेरि हजुरको लागि बढेर मेन हाइवेबाट दोस्रो कित्तामा पूर्व मोडाको घर. Do you want to see? Just have a look. सर्ट क्लिप्स त पक्कै पनि मन पर्यो नै होला. इस्ट फेसिङ भएको घरभित्र यस्तो ब्युटिफुल वाटर फाउन्टेन, त्यही माथि हजुरलाई प्लान्ट्सहरुको लागि इनफ स्पेस राखिएको छ भने दिस इज योर रेन्टल स्पेस. सो यदि रेन्टमा नलाउने भन्नुहुन्छ भने चाहिँ यु क्यान युज दिस एज अ सर्भेन्ट क्वार्टर पनि. एन्ड पार्किङको लागि नो डाउट 4वटा गाडी मजाले राख्नुस्. इस्ट फेसिङ घर, बेसपिरे बाटो, मेन हाइवेबाट दोस्रो कित्ताको आफूले प्रयोग गर्ने स्पेस. जाउँ हेरौँ के कसो रहेको छ. फर्स्टमा यो हजुरको अष्टमङ्गलको ढोका विथ सिम्स एकदमै हेभी. यो खोलेर भित्र आउने बित्तिकै फर्स्टमा रिजर्भ ट्याङ्की एन्ड सुकेसको लागि स्पेस पाउनुहुनेछ. सर्कुलर स्टेकेस एकदमै कम्फर्टेबल विथ ब्युटिफुल प्लान्ट्स. राख्नलाई स्पेसदेखि लिएर हजुरले एकदम वाइड स्पेसमा स्टेकेस पाउन सक्नुभयो. 5 आना 3 पैसाको क्षेत्रफलको घरमा यु आर गेटिङ एउटा फ्लोरमा फर्स्ट लिभिङ हल. ल हेर्नुहोस् त, सोफाहरू त राखेकै छ. जस्ट लुक अपस्टेयर्स. माथि डबल हाइट सिलिङसँगै वाइड स्पेस. त्यति मात्र नभएर बाल्कनीज पनि विथ यति वाइड स्पेसमा टिभी क्याबिनेट एन्ड नो डाउट ब्युटिफुल लाइटिङ्स. सो लिभिङ हल इन अ वाइड स्पेस पछि यदि हजुर बाहिरतर्फ आउनुहुन्छ भने यु आर गेटिङ ओरिजिनल धारा बाथरुमको कम्बोर्डहरू हजुरले यु आर गेटिङ हिन्डवेयरको एकदमै पर्फेक्ट पाउन सक्नुभयो भने विथ लट्स एन्ड लट्स अफ स्पेस. सो लिभिङ एन्ड बाथरुम स्पेस पछि दिस इज योर स्टोर. किचनको लागि स्टोर रुम भने हेलो लेडिज, वेलकम टु योर स्पेस, द्याट इज किचन स्पेस. ल हेर्नुहोस् त, एकदमै ओरिजिनल सामानहरू राखिएको मोडुलर सेटअपको चिटिक्क परेको किचन सेटअप. मजाले 3-4 जना उभिएर खाना बनाउन मिल्ने ट्रेस्कोको ओरिजिनल चिम्नी सेटदेखि लिएर हजुरले यति ब्युटिफुल त डाइनिङ स्पेसै पाउनुहुनेछ. अहिलेको लागि इट्स 6 सिटर. पछि एक्सपान्ड गर्नुहुन्छ भने पनि मिल्ने. भने द ब्युटी इज दिस. सो यहाँ देख्न सक्नुहुनेछ लट्स एन्ड लट्स अफ क्रकरिज राख्नको लागि स्पेसदेखि लिएर एकदमै वाइड स्पेसमा किचन सेटअप. ए साँच्ची, डु वान्ट टु सी योर बेडरुम? ल जाउँ माथि. कहाँ यतिकै जान पाइन्छ र हजुर, यहाँको प्लान्ट्स खै. सो दिस स्पेस एन्ड दिस स्पेसमा प्लान्ट्स राख्ने जिम्मा चाहिँ हजुरको. सो ब्रान्डेड हाउस एकदमै ब्युटिफुल फिनिसिङसँग हजुरको हुनेछ. फर्स्ट अफ अल हेरौँ बेडरुम्स. बेडरुम इन्ट्री गर्ने बित्तिकै हजुरले पाउनुहुन्छ यस्तो भिआइपी लग्जरियस बेड विथ म्याट्रेसेस पनि हजुरले एकदमै ब्युटिफुल फिनिसिङ भएको पाउन सक्नुभयो. यो हो हजुरको क्लोजेट स्पेस. त्यति मात्र होइन नि, यहाँनिर हजुरले एउटा एट्याच बाथरुम पनि पाउनुहुनेछ विथ बाथटब. सो बाथटब रिमुभ गरेर हजुर यदि ज्याक्युजी राख्नुहुन्छ भने पनि पाइने. बाथरुमको प्रत्येक सामानहरू चाहिँ हजुरले ज्याकवरको ओरिजिनल कम्पनीको पाउन सक्नुभयो. दिस इज योर टिभी क्याबिनेट. यो हो हजुरको ड्रेसिङ टेबल एन्ड यो चाहिँ हो बाहिर बाल्कनीको स्पेस. सो मजाले 2टा चेयर राखेर बस्न मिल्ने बाल्कनी स्पेस. फर्स्ट बेडरुम त हेरिहाल्नुभयो. लागौँ दोस्रोतर्फ. सो दोस्रो जाँदाखेरि एज यु क्यान सी स्पेस इज एकदमै वाइड. र दोस्रो बेडरुम इन्ट्री गर्ने बित्तिकै हजुरले यस्तो ब्युटिफुल रुम कलर्स एभ्रिथिङ पाउनुहुनेछ. सो भित्र आउने बित्तिकै हेर्नुहोस् न, साँझ परिसक्यो, घामले नछोड्ने. यो चाहिँ हजुरको बेड स्पेस. देख्न सक्नुहुनेछ तपाईले म्याट्रेसेसहरु एभ्रीथिङ फिट भइसकेको पाउन सक्नुभयो भने
यो स्पेस चाहिँ हजुरको हो क्लोजेट स्पेस. सो यु क्यान सी दिस इज योर क्लोजेट स्पेस भने यतापट्टिको चाहिँ हो हजुरको बाथरुम स्पेस. सो जस्ट ह्याभ लुक एकदमै ह्युज स्पेसमा बाथरुमको सेटअप दिएको छ विथ बाहिर बाल्कनीको एक्सेस. त्यही पनि देख्न सक्नुहुनेछ फुल ग्रिलहरू राखेर एकदमै मजाले सेफ्टीको पर्पज पनि ध्यान दिएको छ. अनि स्टडी टेबल विथ 1 टिभी क्याबिनेट. यति क्लोजेटले त के पुग्छ र हजुर भन्नुहुन्छ भने हियर इज योर अझै धेरै क्लोजेट स्पेस. लागौँ तेस्रो बेडरुमतर्फ. यो चाहिँ हो तेस्रो बेडरुम और हजुरको चिल्ड्रेन रुम पनि भन्न मिल्छ. बाहिरबाट मजाले घाम उज्यालो आउने नै छ. यो चाहिँ एट्याच बाथरुम भइ नै हाल्यो. यो तपाईँको ड्रेसिङ टेबल यु क्यान सी मजाले स्पेस रहेको छ भने हजुरले यहाँनिर क्लोजेट स्पेस विथ एउटा बेड पाउन सक्नुभयो. एज आई सेड फुल्ली फर्निस्ड घर 5 आना 3 पैसा क्षेत्रफलको हो भने अब लागौँ मोर बेडरुम सिक गर्न. त्योभन्दा पहिला माथि यस्तो ब्युटिफुल झुमर. वेट फर मी गाइज, वेट फर मी. सो यहाँनिर पनि स्पेसेसहरू वेल मेन्टेन रहेको छ. यो घर किनेपछि चाहिँ आफन्त इष्टमित्र सबैजना हेरेको हेरे प्लस यो दुश्मन पनि है त. सो यो चाहिँ हो हजुरको वासिङ मसिन राख्नलाई स्पेस. यो माथिको लागि एउटा कमन बाथरुम एन्ड हजुर यहाँनिर एडिसनल 2वटा बेडरुम्स पाउनुहुन्छ. सो फर्स्ट बेडरुम इन्ट्री गर्ने बित्तिकै एज आई सेड अलरेडी बाहिर सेफ्टीको लागि स्पेस राखिएको छ. द्याट इज ग्रिलर राखिएको छ. बेड पनि एकदम मजाले राखिएको छ विथ म्याट्रेसेस भने हजुरले सेम थिङ यो स्पेसमा क्लोजेट स्पेस पाइसिन्छ भने यहाँनिर चाहिँ युआर गेटिङ 1 बाथरुम. अगेन घरको दोस्रो बाथटब. सो घरभरि टोटल 2वटा बाथटब विथ लट्स एन्ड लट्स अफ बाथरुम्स पाउनुभयो भने यो चाहिँ हजुर तपाईँको टिभी क्याबिनेट. सो टेक्निकली भन्नुपर्दा यहाँनिर हजुरले एउटा स्टडी टेबल पाउन सक्नुहुनेछ. सो टेक्निकली भन्नुपर्दा चाहिँ 3वटै रुम मास्टर बेडरुम. अब हेर्नुहोस् घरको लास्ट बेडरुम द्याट इज दिस. सो यो चाहिँ हजुरले एज अ गेस्ट रुम और जिमको लागि स्पेस और हजुरहरू यदि योगामा इन्ट्रेस्टेड हुनुहुन्छ भने योगा स्पेस पनि मजाले बनाउन सक्नुहुनेछ भने अब घर भएपछि पूजा कोठा छुट्याउनु परेन. सो दिस इज योर पूजाको लागि स्पेस भने कम टु योर ओपन स्पेस. सो हेर्नुहोस् त यस्तो ब्युटिफुल लाइटहरू राखिएको छ. यहाँनिर चट्ट सोफा राखेर आफ्नो फ्यामिलीसँग क्वालिटी अफ टाइम इन्जोय गर्न मजाले सक्नुहुनेछ भने यहाँनिर हेर्नुहोस् न हजुर कुन चाहिँ प्लान्ट लाउनुहुन्छ. मजाले घरभित्र आफूलाई मनपर्ने फ्लावर्सले यु क्यान डेकोरेट योर हाउस पनि. माथि जानको लागि पनि ढलान गरेको स्टेकेसहरू पाउन सक्नुहुनेछ. त्यही पनि एकदमै इजी एन्ड कम्फर्टेबल. हजुर मात्र होइन हजुरको एन्टायर फ्यामिलीको लागि भने माथि आएपछि 50 जनाको भोज राख्नुहोस् मजाले पुग्ने. ल हेर्नुहोस् न यदि यो स्पेसमा तपाईँले अप्पर टेरेस पाउनुहुनेछ विथ सोलर 2वटा स्टिलको ट्याङ्की एन्ड लट्स एन्ड लट्स अफ स्पेस. पार्किङमा पनि उति नै स्पेस, माथि पनि उति नै स्पेस. घरभरि 5 आना 3 पैसा भएपछि स्पेस त हुने भइ नै हाल्यो. इमाडोलको अहिलेको एकदमै बेस्ट एन्ड ब्युटिफुल प्रपर्टी भिजिट गर्न चाहनुहुन्छ भने अहिले नै स्क्रिनमा दिएको सम्पर्क नम्बरमा सम्पर्क गरेर साइट भिजिट गर्न आइहाल्नुहोस्. लोकालिटीको कुरा गर्नुहुन्छ भने एज यु क्यान सी डाउनटाउन हाउसिङ. सो हजुरले आफ्नो घर पछाडि हाउसिङ पाउनुहुनेछ विच इज अल्सो अ मेजर द्याट फर सेफ्टी भने एज अ from this house. I am taking a leave. Sabajana stay safe, stay healthy and do subscribe our YouTube channel. Ajko लागि from KTM Real Estate Nepal. Hazir. Hasta namaskar.